अनि यो चाहिँ ढुङ्गा देख्नुपर्छ, ढुङ्गा यो ढुङ्गा चाहिँ यहाँ आर्थको होइन है, धरतीको ढुङ्गा चाहिँ होइन, यो आकाशबाट खसेको ढुङ्गा हो। यो अर्को ग्रहदेखि है, अर्कै प्लेनेटदेखि ढुङ्गा खसेको हो। यो म छेउबाट देखाउने छु हजुरले, हेर्नुहोस् यो अर्कै प्लेनेटबाट खसेको ढुङ्गा हेर्नु है, यस्तो छ है। यो अरिङ्गलको चाको जस्तै के, हेर्नु सक्नुहुन्छ। यो अर्कै प्लेनेटबाट झरेको ढुङ्गा हो यो, तर यहाँ भेल्यु छैन होइन। बाहिर देशमा भयो त यसलाई उठाएर बोकेर लान्थ्यो होला, यसलाई रिसर्च गर्थ्यो होला होइन साइन्टिस्टहरूले। सम्हालिन्छ कहिले मन। हेलो मेरो सबै सम्पूर्ण फेसबुकका साथीहरूलाई गुड मर्निङ छ। म आजको ट्रिपमा मेरो कस्तो दिन जाँदैछ र कतिको अप्ठ्यारो र बाटो कति अप्ठ्यारो थियो, यस भिडियोमा हजुरहरूलाई मैले छोटो ब्लग बनाएर हजुर सामु प्रस्तुत गर्दैछु। मेरो यो ब्लग है सक्दोसम्म मन पराइदिनुहोस् होला। अनि हजुरले मेरो भिडियो कहाँ देख्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, कमेन्ट हानिदिनु होला। यो बाटो चाहिँ भयो डिमा हासाउ हाफ्लङ भन्ने ठाउँको है। अब चाहिँ हामी जाँदैछौँ, गएर गाडी टक्क रोकेर हामी मुख धुन्नु मन लाग्यो। किन भन्दाखेरि रातभरि अनिदोले गर्दाखेरि मलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो, आँखा पोलिरहेको थियो है गाइस। म त्यसपछि मुख धोएँ, दाइलाई सोद्धाखेरि दाइले धुदिनँ भने अनि यो लाइफ बोय साबुन लिएको थिएँ मैले है, तर सङ्लो पानी थियो, सङ्लो पानीमा मजाले मुख धोएँ। त्यसपछि कपाल पनि एकदम फोहोर भएको थियो क्या, बलुवा लागेर कपालमा है एकदम जाम जस्तै भइरहेको थियो, टाउको दुखिरहेको थियो मेरो। धोएँ मैले, धोएपछि एकदम फ्रेस फिल भयो। मुख हात धोयोरी म बाटोमा आएर 10 मिनट जति पर्खिँदा एउटा बुढो आएर मसँग जेक माग्यो हो। जेक माग्यो किन भन्दा त्यसको गाडीमा जेक थिएन अरे। मैले भने गाडीमा जेक राख्नुपर्छ नि त गाडी चलाएपछि। त्यो बुढोले मसँग जेक माग्यो। म यति टाढा जाने मान्छे हो, त्यो मान्छेको सामान चाहिँ यहीँ झर्नुपर्ने के, त्यही झर्नुपर्ने, त्यही पनि मलाई टाढा जाने मान्छेको जेक माग्यो मलाई ठगेर। त मलाई यस लास्टै रिस उठ्यो गाइस। त्यसपछि बुढोलाई बेसरी कराइदिए। बुढो त लास्टै चलाक रहेछ यो बुढो, देख्नुभयो दारी कपाल फुलेको बुढो, देख्दै रिस उठ्यो बुढोलाई त म के भन्नु हो। त्यसपछि राम्रो बाटो सकेपछि लगभग 4 घन्टाको बाटो यस्तै नै छ गाइस, हेर्नु सक्नुहुन्छ यस्तै नै छ, डरलाग्दो बाटो के, ठुल्ठुला गाडी आउँछ। अनि रस्ता पनि एकदम किचड के, एकदम कादा भएको गयो। कम्पनीको काम चल्दैछ, कन्स्ट्रक्सन काम चल्दैछ, त्यही नहुनाले गर्दाखेरि रस्ता कम्प्लिट गर्न सकेको छैन। पहाड जग्गा हो कि यो, झरी परेपछि बाटो लास्टै डरलाग्दो हुन्छ। त्यही कारणले मलाई चाहिँ एकदम अप्ठ्यारो हुन्छन्, गाडीहरू पनि धेरै पल्टिनी भाँचिनी गर्दछन् यो ठाउँमा, हेर्नु सक्नुहुन्छ कत्रो